ओहो त्यो मोमो पसलमा त क्या भिड, त्यहाँको मोमो स्योरै दामी छ। जस्ट बिकज मोमो पसलमा भिड छ डज इट मीन त्यहाँको मोमो दामी नै छ? 1951 मा सोलोमन एशले एउटा एक्सपेरिमेन्ट गरे जसमा 8 जना पार्टिसिपेन्ट्सलाई भिजन टेस्टको लागि बोलाइयो र यहाँ ट्रिक चाहिँ के थियो भने 8 जना पार्टिसिपेन्ट्समा 7 जना चाहिँ एक्टर्स थिए अनि रियल पार्टिसिपेन्ट 1 जना मात्रै। सबैलाई 4 वटा लाइन्स देखाइयो, एउटा रेफरेन्स लाइन अनि अर्को चाहिँ कम्प्यारिजन लाइन ABC लेखिएको र क्वेशन एकदम सिम्पल थियो। A, B र C मध्ये कुन चाहिँ लाइन रेफरेन्स लाइनसँग मिल्छ? पहिलो 6 वटा राउन्ड्समा सबैजनाले करेक्ट आन्सर दिए, एक्टर्सले पनि अनि त्यो रियल पार्टिसिपेन्टले पनि। रियल पार्टिसिपेन्टलाई के लाग्यो, अरे यो त लास्टै सजिलो छ। तर त्यसपछिको राउन्डमा आउँछ एउटा ट्विस्ट। अब त्यो 7 जना एक्टर्सहरूले प्लान्ड वेमा गलत आन्सर दिन थाल्छन्। लाइन B करेक्ट हुँदा हुँदै पनि उनीहरू सबैजना मिलेर लाइन C लाई करेक्ट गर्न थाल्छन्। अब त्यो रियल पार्टिसिपेन्ट जो आन्सर भन्ने लाइनको सेकेन्ड लास्टमा बसेको थियो नि, सबैले ब्याक टु ब्याक गलत आन्सर भनिरहेछ। अब उसको पालो आयो। अब त्यो प्रेसर इमेजिन गर्नुस्, सबैजनाले युनानिमसली रङ आन्सर भनिरहेछ, तपाईलाई थाहा छ त्यो आन्सर रङ हो। अब त्यस्तो बेलामा तपाईँ के गर्नुहुन्छ? तपाईँले के गर्नुहुन्छ भनेर चाहिँ मलाई थाहा भएन, तर यो एक्सपेरिमेन्टको रिजल्ट चाहिँ अति इन्ट्रेस्टिङ आयो। एक्सपेरिमेन्टमा भाग लिएका रियल पार्टिसिपेन्ट्सहरू मध्ये 75% ले एटलिस्ट एकचोटि गलत आन्सर दिए, आफ्नो क्लियर भिजनलाई इग्नोर गरेर। यो एक्सपेरिमेन्टले सिकाएको एउटा इम्पोर्टेन्ट चिज के हो भने कि त हामी आफ्नो ओपिनियन डिफरेन्ट हुने डरले भोइस आउट गर्न चाहदैनौँ, कि त यस्तो खालको सिचुएसनमा सोशल प्रेसरले आफ्नो एक्चुअल ओपिनियनलाई ओभरराइड गरिदिन्छ। त्यसैले नेक्स्ट टाइम तपाईँ ग्रुपमा हुँदाखेरि केही डिसिजन लिनु पर्यो भने आफूले आफैलाई एकचोटि प्रश्न गर्नुस्, यो मेरो आफ्नै ओपिनियन हो कि म सोशल प्रेसरलाई फलो गरिरहेछु? एन्ड डोन्ट बी अफ्रेड टु बी डिफरेन्ट एन्ड फलो मी फर मोर।